ल है गाइस, आजदेखि चाहिँ मैले अब अफिसियली ब्लगिङ स्टार्ट गर्ने निर्णय गरेको छु। किनभने मैले हिजो भर्खरै भनौँ होइन, हिजो 7 तारिकको दिन, जुलाई 7 को दिन चाहिँ मैले गएर हाम्रो करीबाट चाहिँ एउटा राम्रो खालको ब्लग गर्नको लागि किनेको छु। के भन्छ त्यसलाई, गोप्रो हिरो 13 गोप्रो किनेको छु होइन। अनि त्यसको चाहिँ एउटा प्याकेज मैले लिएको छु। अब त्यसबाट चाहिँ मैले अब ब्लगिङ स्टार्ट गर्ने विचार गरेको छु र अफिसियली ब्लगिङ अब मैले स्टार्ट गर्दैछु। म अब मेरो पहिल्यैदेखिबाट ब्लगिङ स्टार्ट गर्ने चाहिँ मेरो एउटा इच्छा थियो होइन। तर कस्तो भन्दाखेरि समयको कारण भनौँ, आर्थिक अभावको कारणले भनौँ, अथवा चाहिँ नि इन्ट्रेस्ट त्यति धेरै ठुलो भएर भित्र चाहिँ भइसकेको रहेन जस्तो छ। अहिले आएर चाहिँ मलाई अलि ढिलो गरेको छु, तर पनि ठिकै हो। मैले गर्न खोजेको काम चाहिँ अब ब्लगिङ भन्दाखेरि नि मेरो यो वैचारिक द्वन्द्वहरू भइरहेको हुन्छ, मानसिक द्वन्द्वहरूमा। जस्तै चाहिँ अब आफ्नै जिन्दगीको कथाहरू होइन, मानसिक द्वन्द्वको कुराहरू लगायत अब चाहिँ नि म आफूलाई चाहिँ नि खुसी पार्नको लागि घुम्ने गर्छु। घुम्दाखेरि अब मेरो एउटा सोख भनौँ होइन, घुम्नु चाहिँ मेरो एउटा सोख हो क्या। अब चाहिँ मान्छेले सुन्दाखेरि हाँस उठ्छ होइन, अब चाहिँ कस्तो खालको सोख हो यो, महँगो सोख रहेछ भने जस्तो क्या होइन। तर कस्तो भन्दाखेरि महँगो सोख भएकै कारणले गर्दाखेरि अब अलिक महँगै पर्छ। त्यही भएर अलिकति पैसा जोगाएर अनि आफूलाई टाइम बनाउनु पर्ने रहेछ होइन। त्यही भएर अब पैसा त जोगाएको भन्दाखेरि नि अब पैसा कमाइसकेको, धेरै पैसा त्यस्तो त होइन, तर स्ट्रगल गर्दैछु। अनि मैले चाहिँ दिमागमा एकचोटि वाइ नट ट्राई होइन, ट्राई दिस समर भनेर एउटा चाहिँ नि मनमा ख्याल आयो। अनि मैले स्टार्ट गर्ने सोच्दै थिएँ। अब यसको मैले कसरी स्टार्ट गरेँ भनेर मैले यसरी ब्लगिङमा चाहिँ मैले सुरुदेखिबाट बताउन थाल्ने भन्दाखेरि नि, म अब हिँड्दै जान्छु, घुम्दै जान्छु होइन। अनि त्यसपछि मनमा आएको कुराहरू मैले अब बोल्दै जान्छु। अनि त्यसै गरी नै अब चाहिँ हाम्रो सायद त्यसै गरी जाँदाखेरि राम्रो होला। किनभने यो कुनै स्क्रिप्टेड होइन, मैले चाहिँ त्यत्तिकै आफ्नो जिन्दगीको पाइलाहरूलाई चाहिँ यसो एउटा नाम दिएर सागराज वेज अफ लाइफ होइन, एउटा चाहिँ हुन्छ नि ब्लगिङ होइन। ब्लगिङ गर्दाखेरि कस्तो हुँदो रहेछ भनेर एउटा राम्रो एक्सपिरियन्स बटुल्नुको लागि पनि मैले यो गर्दै हो खासमा। त्यही भएर आजदेखि अब मैले फुल्ली पुरै डे टु डे त गर्न खोजेको होइन, तै पनि अब आफूलाई मन परेको कुराहरू चाहिँ म ब्लगमा बनाउँछु। अनि मन परेको ठाउँहरू म घुम्न गएँ भनेदेखि ब्लग बनाउँछु। अनि त्यसको नेचरहरूलाई चाहिँ म एक्सप्लेन गर्ने कोसिस गर्छु। कस्तो देखिरहेछ त, मेरो आँखाले कस्तो देखिरहेछ, त्यस्तै खालको भ्यू चाहिँ मैले तपाईँहरूलाई देखाउने कोसिस गर्छु होइन। अनि त्यही भएर आजदेखि चाहिँ अब मैले यसरी सानो कोसिस गरेँ। यो पुरानो मोबाइल हो मेरो अहिले। अबको भिडियोजहरू चाहिँ अब मैले बिस्तारै अब गोप्रोबाट बनाउँछु होइन, त्यही भएर ल है गाइज, यो चाहिँ वान अफ दि ओल्डेस्ट भिडियोजमा गनियोस् के भोलि पर्सि होइन। मेरो ब्लग भएर चाहिँ होइन, मान्छेले अब राम्रो ब्लगबाट राम्रो कन्टेन्ट बनाउन सक्यो जस्तो भनेर मलाई भाइरल हुनु छैन, जस्ट मेरो कामलाई मन पराइदिए पुग्छ क्या मान्छेहरूले। अब जस्तै स्टोन आर्ट गर्न जाँदैछु म होइन। अब भनेदेखि अब त्यो स्टोन आर्टहरूलाई चाहिँ राम्रो चाहिँ नि सपोर्ट गर्ने छ। मेरो एउटा ठुलो ड्रिम भनेको चाहिँ अब नेपालमै अर्गनाइज गर्ने हो यो होइन। अब युरोपियन ल्यान्ड आर्ट फेस्टिभलमा पार्टिसिपेट गर्न जाँदैछु म जुलाई 14देखि 17 19 तारिकसम्म। त्यसको लागि चाहिँ मैले खासमा यो गोप्रो लिएको हो। अनि त्यसपछि गोप्रो लिँदाखेरि चाहिँ स्कटल्यान्डको अब राम्रो ल्यान्डस्केपहरूलाई चाहिँ क्याप्चर गर्ने कोसिस गर्दैछु। बाई है त, पछि भेटौँ ल।